यो उज्यालो हुँदाखेरि नेपाल उज्यालो भएको मलाई अनुभूति भयो। यो उज्यालो नेपाल भनेर हामी अभियानको रूपमा धेरै ठाउँ अब त पार्टी नै होला। अब उज्यालो नेपाल भनेको यसको धेरै अर्थ छ। उज्यालो नेपाल भनेको हामी समृद्धिको उज्यालो, सुशासनको उज्यालो, सामाजिक न्यायको उज्यालो, गरिबी हटाउने उज्यालो, सबै क्षेत्रलाई उज्यालो बनाउने। एकदम खुसी लाग्यो। अब शहरी विकास मन्त्रालयको तर्फबाट हुनुहुन्छ, तपाईँकै नेतृत्व छ अहिले। शहरी विकासले गर्दै गर्दा चाहँदै गर्दा यस्तो खालको संरचनाहरू अरू थप कहाँ बनाउन सकिन्छ, तपाईँको सम्भावना के देख्नु भएको छ? अब पहिलो चाहिँ यही संरचनालाई, यो हाम्रो यो केन्द्रीय यो क्रिकेट ग्राउन्डलाई हामी सुविधा सम्पन्न गरेर सम्पन्न गर्नलाई हामीले चाहिँ हाम्रो प्रक्रिया अगाडि बढाइसकेका छौँ। करिब 10 अरबको जो यसको जुन इस्टिमेट छ र हामी यसलाई चाहिँ सेकेन्ड फेज चाहिँ तुरुन्तै सुरु गर्दैछौँ। त्यस्तै गरेर देशैभरि यो यस्ता क्रिकेट ग्राउन्डहरू प्राथमिकता दिएर चाहिँ बनाउँदै जानुपर्छ। अब बुटोल, चितवनदेखि लिएर काठमाडौँको चाहिँ मूलपानीको पनि छ र विभिन्न क्षेत्रमा सबै प्रदेशमा क्रिकेटलाई चाहिँ पहिलो प्राथमिकता दिएर क्रिकेट ग्राउन्डहरू चाहिँ बिस्तारै हामीले फेज वाइज चाहिँ हामीले सम्पन्न गर्दै अगाडि बढ्नेछौँ। यो क्रिकेट ग्राउन्डलाई उज्यालो हुने गरेर उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएको जस्तो मलाई अनुभूति भएको छ। यो विगतका सरकारहरूले सुरुवात गरेर आज हामीले यो उद्घाटन गर्न पाएका छौँ, ह्यान्डओभर गर्न पाएका छौँ र यो जुन पहिलो फेजको काम सम्पन्न भएको छ। म अस्ति पनि आएको थिएँ। यसलाई 2 महिना अगाडि नै हामी आएर यसलाई छिटो एनपिएल भन्दा अगाडि सम्पन्न गर्नको लागि के गर्नुपर्छ त्यो सम्पूर्ण कामहरू सम्पन्न गर्नको लागि हामीले कन्ट्र्याक्टरको साथीहरूलाई, प्रोजेक्टका साथीहरूलाई अनुरोध गरेका थियौँ र यो अलिकति टाइम बढी भए पनि नेपालमा छिटोभन्दा छिटो सम्पन्न भएको यो प्रोजेक्ट भएको छ र त्यसको लागि कन्ट्र्याक्टरका साथीहरू, कन्सल्टेन्टका साथीहरू र प्रोजेक्टका सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई एवं धन्यवाद दिन चाहन्छु। चक्रवर्तीजीले अघि नै भनिसक्नु भएको छ, यसको पहिलो फेजको जुन काम हामीले सम्पन्न गर्यौं त्यो सँगै दोस्रो फेजको लागि पनि वर्तमान सरकारले करिब 10 अरबको यो मास्टर प्लान स्वीकृत गरेर दोस्रो फेजको टेन्डर प्रक्रियामा अगाडि बढाउनको लागि क्याबिनेटबाट स्वीकृति दिइसकेको छ र आगामी 2 देखि 3 वर्षभित्र यो सम्पूर्ण काम सम्पन्न गर्ने गरेर हामी अगाडि बढ्दैछौँ। यो सम्पूर्ण क्रिकेट प्रेमी आम युवा साथीहरूको एउटा ढुकढुकी यो क्रिकेट ग्राउन्ड एउटा सम्पन्न एकदमै सबै पूर्वाधारले सम्पन्न क्रिकेट ग्राउन्ड बनाउने एउटा जुन सपना पूरा हुँदैछ त्यसको लागि हामी सबै क्रिकेट प्रेमी साथीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै यो क्रिकेट ग्राउन्डमा एनपिएल भोलिदेखि सुरु हुँदैछ। त्यसको लागि पनि सम्पूर्ण क्रिकेट प्रेमी साथीहरू र क्रिकेट खेलाडी साथीहरूलाई हार्दिक शुभकामना र बधाई दिन चाहन्छु। नेपालमा नेपाली क्रिकेट खेलाडी 2 चोटि विश्वकप क्रिकेटमा छनौट भइसकेको छ। आगामी विश्वकपको लागि छनौट प्रक्रियाको लागि सरकारको तर्फबाट आवश्यक सम्पूर्ण आर्थिक सहयोग
हामी उपलब्ध गराउनेछौँ भन्ने पनि प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गर्न चाहन्छु। यो क्रिकेट खेल नेपालको एकदमै गौरवको खेल, एकदमै प्रतिष्ठित खेल भएको छ। यो खेल मात्रै होइन, युवा शक्तिलाई र देशलाई एकताबद्ध गरेर एकतामा गाँच्ने एउटा खेलको रूपमा स्थापित भएको छ। साथै यो खेलले यदि हामीले देशभरि यो खेललाई खेलाउन सक्यौँ र राष्ट्रिय अन्तर्राष्ट्रिय खेल नेपालमा खेलाउने जुन वातावरण बन्दैछ त्यो बनिसकेपछि नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा पनि यो स्थापित हुन सक्छ। त्यो भएको हुनाले यो खेल मात्रै होइन, यो आर्थिक समृद्धिको पनि एउटा पाटो हुन सक्छ। आगामी दिन नेपालको उज्जवल भविष्य यो हाम्रो विभिन्न स्रोत साधन, विभिन्न सेक्टरको विकाससँगै खेल पनि एउटा यस्तो आर्थिक स्रोत बन्नेछ, त्यो क्रिकेटबाट। क्रिकेट नै हाम्रो नेपालको आर्थिक क्रान्तिको एउटा पक्ष हुनेछ भन्ने मलाई लाग्छ। मैले यति भन्दै यहाँहरू यति धेरै समयसम्म, पत्रकार साथीहरू पनि धेरै समयसम्म यहाँ बसिराख्नु भएको छ। यहाँ सरकारको प्राथमिकता क्रिकेटमा रहनेछ। एउटा सम्बोधन गर्ने क्रममा प्रतिनिधिले भन्नु पनि भयो, जिकर पनि गर्नुभयो अध्यक्षज्यू आफैले पनि, पूर्व प्रधानमन्त्री केपी शर्मा, निवर्तमान प्रधानमन्त्री भनौँ केपी शर्मा ओलीलाई, उहाँले यो इनिसिएसन चाहिँ राम्रो गर्नुभयो है भनेर भन्नुभयो। तपाईँहरूले पनि यो सरकारले यस्तो गर्यो भनेर भन्न लायकको काम के गर्दै हुन्छ, त्यो पाइपलाइनमा छ कि अहिले यो 6 महिनाभित्र? हामी गरि नै रहेछौँ, तपाईँले देखिराख्नु भएको छ। हामी धेरै काम, ऐतिहासिक 2 महिना भयो होइन, 2 महिना भयो हामी आएको। 2 महिनामा हामीले धेरै काम गरेका छौँ। अब देखिने काम, अब हामीसँग धेरै समय त छैन, अब हामीले देखिने कामहरू धेरै चाहिँ अगाडि बढाउँदै। नेपालमा यो त्रिवी क्रिकेट मैदान जस्तै अरू खेल मैदानहरू बनाउने तत्कालीन कुनै योजना छ वा कुनै खालको तपाईँहरूले तयारी गर्दै हुनुहुन्छ? जस्तो यसको त थप्ने परियोजना, तपाईँहरूले गुरु परियोजना अगाडि बढाउनु, अरू कुनै छन् त्यस्तो? अहिले तत्कालको लागि हामी यसैको मास्टर प्लान स्वीकृत गरेर यो 10 अरबको काम अगाडि बढाउने भनेर ठुलो कुरा हो। क्याबिनेटले भनेको हामी सिजन 3 मा चाहिँ फुल फेजको यो ग्राउन्ड देख्न पाउँछौँ। त्यसपछि अरू क्रिकेट ग्राउन्डहरू पनि को लागि पनि हामी चाहिँ अगाडि बढ्छौँ। आगामी दिनमा क्रमिक रूपमा धेरै क्रिकेट ग्राउन्डहरू बन्छ। हजुर, लामो समयदेखि अलि अलमल्लिया जस्तो छ मूलपानीको विषयमा केही छ तपाईँहरूको? मूलपानीलाई पनि अगाडि बढाउनुपर्छ, किनभने त्यो मूलपानी पनि हाम्रो क्रिकेट ग्राउन्ड, राम्रो क्रिकेट ग्राउन्ड छ, क्षेत्र एरिया पनि राम्रो छ, त्यसलाई अगाडि बढाउँदै जस्तो कि हजुरलाई अब एउटा यही बिचमा मैले सोध्न खोजेको, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान त्यो चाहिँ जुन क्रिकेट मैदानलाई लिएर एक खालको अहिले पछिल्लो समय चर्चा चलिरहेछ, तपाईँको मन्त्रालय माता पनि कहीँ न कहीँ त्यो जोडिन्छ, त्यसलाई कसरी हेरिरहेको छ तपाईँको मन्त्रालयले? त्यो क्रिकेट ग्राउन्ड जुन चितवनको भन्नुभयो, हजुर, चितवनको क्रिकेट ग्राउन्डलाई अगाडि बढाउनुपर्छ। त्यो एकदमै ठुलो छ, त्यो सेन्टरमा छ र हामीले त्यो क्रिकेट ग्राउन्डलाई अगाडि बढाउनको लागि स्थानीय निकायदेखि लिएर सबैलाई एउटा सहमतिमा ल्याएर अगाडि बढाउनुपर्छ र त्यो अगाडि बढ्छ। सरकारले साथ दिएन भनिरहेछन् कि त्यो विषयमा तपाईँहरूको केही छ भनाइ? होइन, अब यो व्यक्तिगत भन्दा पनि यो सामूहिक प्रयास हुनुपर्छ। उहाँले एकदमै राम्रो प्रयास गर्नुभयो, उहाँलाई धन्यवाद दिनुपर्छ।